ओके हेलो गाइज आज हामी चाहिँ क्लास 10 को साइन्स एन्ड टेक्नोलोजी जुन सब्जेक्ट छ त्यसमा तपाईहरुलाई 4 जीपीए स्कोर गर्नु छ भने मसँग जोडिनु होला। मैले 7 वर्षको अनुभव शेयर गर्दै छु युट्युब मार्फत। साइन्स एन्ड टेक्नोलोजी मा जम्मा 19 वटा च्याप्टर छ। टोटल च्याप्टर 19 वटा छ। टोटल च्याप्टर जम्मा 19 वटा छ। टोटल च्याप्टर 19 वटा छ र कुन च्याप्टर कतिको इम्पोर्टेन्ट छ पहिला त्यो कुरा हामीले थाहा पाउनु पर्छ र त्यसपछि कुन च्याप्टरको वेटेज कति छ। वी हैव टु नो अबाउट द ग्रिड अफ एभ्री च्याप्टर। व्हाट टाइप अफ क्वेशन इज सपोज टु बी आस्क्ड। कुन खालको क्वेशन कुन च्याप्टरबाट आइराछ त्यो कुरा हामीले चाहिँ थाहा पाउनु पर्छ अनि बल्ल हाम्रो स्कोर चाहिँ A+ तिर जान सक्छ है। त्यसको लागि फर्स्ट हामीले ग्रिड हेर्नु पर्छ। च्याप्टर 1 बाट कति मार्कको छ, एसएक्यू छ, एलएक्यू छ कि एमसीक्यू छ कि भीएसएक्यू छ। जम्मा 4 किसिमको क्वेशन सोधिराछ अहिलेको रिसेन्ट सिनेरियोमा। एउटा हुन्छ एमसीक्यू टाइप मल्टिपल चोइस क्वेशन, अर्को छ भीएसएक्यू भेरी सर्ट एन्सर क्वेशन, 3 नम्बरमा छ एसएक्यू सर्ट एन्सर क्वेशन र 4 नम्बरमा छ एलएक्यू लङ एन्सर क्वेशन। अब एमसीक्यू भनेको मल्टिपल चोइस क्वेशन हुन्छ, भीएसएक्यू 1 मार्क हुन्छ, एसएक्यू 2 मार्क हुन्छ र एलएक्यू 4 मार्क हुन्छ। यो 4 मार्क इच हुन्छ, यो 2 मार्क इच हुन्छ, यो 1 मार्क इच हुन्छ र यो 1 मार्क को हुन्छ। जम्मा 4 टाइप्स अफ क्वेशन अहिलेको सिनेरियोमा सोधिरहेको छ। एमसीक्यू, भीएसएक्यू, एसएक्यू र एलएक्यू। र एमसीक्यू मा हामीले अझै बढी फोकस गर्नुपर्छ किनकि आफ्टर एसई we are going to read in 11 and 12 and in that we have to pass the entrance exam and the entrance pattern is MCQ। त्यहाँ पनि हामीले MCQ को एक्जाम नै दिनुपर्छ। So we have to be more focused on MCQ।